झापाको कमल गाउँपालिका वार्ड नम्बर 3 स्थित बगानी टोलमा बुजिल चोक स्थापना गरिएको छ। बगानी टोल भन्नाले यस टोलको छुट्टै पहिचान बोकेको ठाउँ रहेको छ। भुजेल जाति समुदाय बिना यस बगानी टोलको पहिचान अधुरो हुने गर्दछ। बगानी टोल तपाईँहरूले सुन्दा नौलो लाग्न सक्छ, तर बगानी टोलले एउटा जाति समुदायले कोरेको बस्तीको इतिहास पनि हो। पहिले पहिले नेपाली मुलुकका मानिसहरू कामको सिलसिलामा भारत जाने गर्दथे। त्यसबेला नेपालबाट कामको सिलसिलामा भारतको डिस्ट्रिक्ट जलपाइगुडीको बीच कमान्डको बगानमा पुगेका भुजेल परिवार नेपाल फर्की त्यस झोडा ठाउँमा बाघ, भालु, चितुवा, हरिण, मृग जस्ता जनावरहरू बसेको ठुलो जङ्गलमा झोडा फाडी बस्ती बसाएको हुनाले आज पनि यस ठाउँलाई बगाने टोल भनिन्छ। कमल गाउँपालिका वार्ड नम्बर 3 भित्र 9वटा टोलहरू रहेका छन्, जसमध्ये बगाने टोल सबैभन्दा ठुलो रहेको छ। यस बगाने टोलमा विभिन्न जात जाति समुदायहरू मिलेर बसोबास गर्दै आएकोले त्यस बगानी टोलको छुट्टै पहिचान भएकोले बचाइराख्न स्थानीयवासीहरू मिलेर 2082 चैत 20 गते शुक्रबारको दिन बगानी टोलमा भुजेल चोक स्थापना गरेको छ।